काली माताको दर्शन गर्न आइरहेको छ मन्दिर। सूर्य विनायक भक्तपुरमा छ यो मन्दिर। ल घन्टी बजाइदिउँ है। ल घन्टी नि भइसक्यो। ल यहाँ छ टक्कलाले हेर्न सक्नुहुन्छ मन्दिर। यता चाहिँ पुरै प्रदूषित भ्याली देख्नुहुन्छ, पल्युटेड पुरै आनन्दको ठाउँ छ यहाँ चाहिँ मन्दिरहरू है। खिच्न चाहिँ हुने हो कि नहुने हो केही थाहा छैन, तर मैले खिचेको छु। म चाहिँ एकदमै रमाइलो भइरहेको। मैले फर्स्ट टाइम आएको नजिकै देखेँ जङ्गलमा। यहाँ भक्तपुर आएको किताबहरू पुऱ्याउनुको लागि अनि मौकामा यसो चोक हाल्नु पऱ्यो। अब म भित्र जान्छु। माथि कत्रो पहाड रहेछ होइन। म यहाँ एकदमै चिसो हावा आउने रमाइलो ठाउँ रहेछ। अब जान्छ यहाँ चाहिँ निभाहरू रहेछ। घर गए जस्तै फिल हुने कि यस्तो जङ्गलहरूमा हुँदा होइन, हाइकिङ ट्रेकिङ हिँड्दा रमाइलो लाग्छ। तल चाहिँ मैले स्कुटी पार्किङ गरेको छु, नो पार्किङमा। हाई गाइस, यहाँ तल पनि सङ्घ यो यति ठुलो सङ्घ अब म भित्र जान्छु। भित्रको वातावरण हेरेपछि मात्रै भिडियो खिच्छ। यता गाइस हेर्नु कति राम्रो ब्रिज छ, रुखहरू कति अग्लो हाइटी ल बाँसभन्दा अग्लो रुख छ। ल गाइस हेर्नु यहाँको एकदमै बबाल भ्यू छ। तल चाहिँ स्कुल रहेछ। खतरा आयो बाल्कुनी जस्तै बबाल लाग्यो। ल बच्चाहरू भाइ बहिनीहरू खेलिरहन्। यता चाहिँ पुरै जङ्गल रमाइलो एकदमै फ्रेस हावा आउने ठाउँ रहेछ। ल यो मन्दिर पनि हेर्नुहोस् कति बवाल छ। ल म चाहिँ फर्स्ट टाइम आएको। ठ्याक्कै स्वयम्भू जस्तै रहेछ गजुर चाहिँ गाइज। रुख हेर्नु कति अग्लो हो, रमाइलो लाग्यो। ल यहाँको भ्यू एकदमै बवाल लाग्यो। ल मन्दिर एकदम सफा शान्त सुन्दर। पर्यटकहरू चाहिँ एकदमै कम छन् है, टुरिस्टहरू। यहीँको स्थानीय पर्यटकहरू आउने नै। म त अब यहाँको स्ट्यान्डर्डै भइहालेँ। तर बवाली रहेछ। ल गाइज यहाँतिर ऐना नि रहेछ है। ल यहाँ पानी हाल्ने ऐना रहेछ। यहाँ हेरेर यो चाहिँ मन्दिर पछाडिको भ्यू है त गाइज। राम्रो रहेछ। यता वासरुमहरू होला होइन, बबाले लाग्यो। म वासरुम जाने हो अब ट्याक्क होइन। माथि जङ्गल चाहिँ एकदमै हाइटमा रमाइलो भइरहेको गाइज। यस्तो फ्रेस भइरहेको छ कि म गाइज पुरै छोड्दिनँ न। वाउ भइरहेको मलाई वाउ। पानी नि खाइयो। पानी खाएर म फ्रेस पनि भएँ। हेर जङ्गल यति काइरहेको क्या। यहाँ त मान्छे त कोही नहुने कि यति शान्त जङ्गल छ। यति शान्त ठाउँमा तपाईँहरू सजिलै आउन सक्नुहुन्छ हिँडेर पनि, गाडीमा पनि। ल है त गाइज त्यहाँ माथि छ मन्दिर। म यता आइसकेँ गाइज। रमाइलो हुँदो रहेछ। ल